नमस्ते नमस्कार साथीहरू, आज तपाईहरुलाई मैले भोजपुर बजारको दृश्य लिएर आएको छु। भोजपुर बजारदेखि विद्यालय माध्यमिक विद्यालयसम्मको दृश्य लिएर आएको छु। तपाईहरुले हेरेर मनोरञ्जन लिनुहुनेछ भन्ने आशा गर्दछु। तपाईले देख्न सक्नुहुन्छ विद्यालय माविसम्मको दृश्य। तपाईले सब्स्क्राइब अनि लाइक अनि कमेन्ट अनि शेयर पनि गरिदिनु होला। आजको भिडियो सुरु गरौँ है त। अब वेलकम गाइस, हामी चाहिँ आजबाट नयाँ ब्लग स्टार्ट गरेको छ। त्यही भएर सबैजनालाई वेलकम टु न्यू ब्लग, फर्स्ट ब्लग, लौडा ब्लग। सब्स्क्राइब लाइक कमेन्ट र लाइक कमेन्ट सब्स्क्राइब हैन, झ्याप्पै लगाएर ड्याममै लगाएर हानिहाल्नु पर्यो। यो त हाम्रो जेनिस सर हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? आज हामी कहाँ गएको भन्ने त झ्याप्पै। आज हामी स्कुल जाँदैछौँ भोजपुर बजार। यो भोजपुर बजार गाइस, एनीबडी कस्तो छ हाम्रो भोजपुर बजार? कपाल चाहिँ होइन, अलिक आर्मी कट काटेको कस्तो कस्तो भयो, मलाई नै अहिले आएर अकर लाग्नु थाल्यो। हामी चाहिँ भोलिदेखि हाम्रो 11 को एक्जाम, त्यही भएर एडमिट कार्ड लिइसकेँ मैले। यसको बाँकी छ गाइस, त्यही भएर हामी जाँदैछौँ गाइस। सार्वजनिक तेर्सो गाइस, हामी दुईजना लड्याङ हिँडिरहेको छौँ। देखिस् न, कम्पिटेन्स भनेको यस्तो हुनुपर्छ। टाउको कस्तो छ गाइस? थिचिएन त हो, झ्याप लाएर ट्याक भोजपुर टोडी खेल गाइस। एनीबडी फुटबल फुटबलरहरू गाइस, भोजपुर टोडी खेल। भोजपुरमा चाहिँ बिहान बिहानहरू चाहिँ लागिरहेछ गाइस। फल्छ जेनिस भाइ। डाँडा गाउँ लाइन गाइसहरू, ढल निर्माण कार्य हुँदैछ। ढल निर्माण कार्य र साथसाथै यहाँ चाहिँ के भन्छ ढलान। अहिले चाहिँ हामी च्याङबेनी चोकमा आइसकेको छौँ। च्याङबेनी चोक यो चाहिँ उँभोबाट हामी चाहिँ बिच बजारबाट आएका छौँ, टोडी खेलपट्टिबाट। भनेदेखि हामी चाहिँ सिधै उँधो 0 पोइन्ट गेटतर्फ जानेछौँ, क्याम्पसतर्फ। यताबाट यो बाइक गएकोपट्टि गयो भने चाहिँ हामी नगरपालिकातिर पुग्छौँ। भनेदेखि यताबाट गयो भने चाहिँ हामी विद्यालय माध्यमिक विद्यालयतिर पुग्छौँ। आज हामी त्यतै जाँदैछौँ। भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेरिदिनु होला। यहाँ चाहिँ भिन्टना होटेल रहेको छ। यहाँ तपाईँहरूलाई भोजपुरमा चाहिँ खाना बस्नको सुविधा रहेको छ। भिन्टना होटेलमा चाहिँ तपाईँ आउन सक्नुहुनेछ। भोजपुरको टप होटेल रहेको छ यो। नेपाली सेनाको गाडी छ त के हो? अहिले चाहिँ हामी 0 पोइन्ट गेट लिएर आइपुगेको छौँ। पहिले चाहिँ यहाँनिर गेट थियो, अहिले चाहिँ पुरा भत्काइएको छ। भाले चढ्दैछ त के हो तारमा। राष्ट्रिय पार्टी सेभिङ रहेको छ यहाँनिर चाहिँ। यताबाट उता गयो भने चाहिँ सगरमाथा बोर्डिङ स्कुलतर्फ पुगिन्छ। भनेदेखि यता गयो भने चाहिँ हामी क्याम्पस अस्पताल तथा विद्यालय स्कुल पुगिन्छ। हाम्रो नेपाली सेना भोजपुरको श्रीनाथगढको होइन त, श्रीनाथगढको सेनाहरू तालिम गरेर आउनुहुँदैछ। यो चाहिँ बहुमुखी क्याम्पस
हाम्रो भोजपुरको बहुमुखी क्याम्पसनिर आएको छौँ हामी चाहिँ अहिले यहाँ बहुमुखी क्याम्पस अफ द ब्याड ल पनि भनिन्छ होइन। यहीँनिर हाम्रो चाहिँ ब्याडमिन्टन खेल्ने ठाउँ पनि रहेको छ। भोजपुरको हिजो अस्ति ब्याडमिन्टन प्रतियोगिता पनि भएको थियो। ब्याडमिन्टन प्रतियोगिता भइसकेर चाहिँ हुसु लागेर पुरै धुमिएको अवस्था रहेको छ। यस्तोमा चाहिँ सवारी साधन कुदाउनु पनि अलि सावधानी अपनाउनु पर्ने हुन्छ। बर्खा लाग्दैछ, बाटोहरू हिलो पनि हुन्छ होइन। डाँडागाउँ टोल विकास संस्था हाम्रो अहिले जिल्ला अस्पतालमा आइसकेको छौँ। हामी चाहिँ जिल्ला अस्पतालभित्र चाहिँ हामी प्रवेश गर्न लगिरहेको छौँ। हाम्रो साथ छुएर हाम्रो जिल्ला अस्पताल भोजपुर। हाम्रो यो भोजपुरमातिर चाहिँ निकै सुविधाहरू छ गाई। हाम्रो भोजपुर सदरमुकाम जिल्ला अस्पताल र यही मुखी हाम्रो विद्यालय के भन्छ मावि 11, 12, प्लस 2 सम्म पढाइ हुन्छ। यहाँ कति केजी नर्सरीदेखि नै छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँ जिल्ला अस्पताल भोजपुर चाहिँ हाम्रो यस्तो रहेको छ। यहाँ साथीहरू हामी चाहिँ विजय माध्यमिक विद्यालयमा आइसकेका छौँ। हेर्न सक्नुहुन्छ आज एडमिट कार्ड झिक्नुपर्ने मैले, त्यही भएर आएको। हेर्नु सक्नुहुन्छ उसु लागेर अहिले चाहिँ हाम्रो आज चाहिँ बिदा रहेको कारणले गर्दाखेरि स्कुल चाहिँ लागेको छैन भने एक्जाम दिने बिदा छ हाम्रो यहाँ विजय माध्यमिक विद्यालय उसुले। फुलको बगैँचा माथि फुल देखाइदिए। कुन फुल हो र यो चाहिँ? फुल त फुलै हो नि। फुल हो त। साथीहरू विद्या माध्यमिक विद्यालय देख्न सक्नुहुन्छ। हामी पढ्ने ठाउँ उसले अहिले वरिपरि घेरा लगाएकोले गर्दा जाली देखिया छ। त्यसका साथसाथै हाम्रो स्कुलमा चाहिँ फेरि के भन्छ करेसाबारी मकै। हाम्रो गेट चाहिँ यहाँ परदेखि छ। अब गेटदेखि छिरेर चाहिँ हामी जानेछौँ विद्यालय माध्यमिक विद्यालय। एनी प्रब्लम नो प्रब्लम त जाइ झिकेर आएको। म त हिजो झिकेर आएको। हिँड्नु पर्छ नि। अरे क्या ढिलो ल्याएको छ त्यो कस्तो नल्याउनु नलिकन आउँछ जस्तो लाग्यो। यता आउँछ नि। गेट देख्न सक्नुहुन्छ हजुरहरूले। ब्रदर छैन त अनि ब्रदर नभएर विद्यालय क्षेत्रभित्र हर्न बजाउन निषेध गरिएको छ। डाँडागाउँ टोल विकास संस्था उच्च नगरपालिका साथ हो हामीले भेडा ठ्याक्ठी संस्था पर्दाखेरि हामी त चाहिने हो। यहाँदेखि भित्र चाहिँ फोन चलाउन निषेध गरेको कारणले भिडियो खिच्न सकिएन। अहिले चाहिँ हामी तिनचोकेमा आइसकेको छौँ। यहाँ तिनचोके देख्न सक्नुहुन्छ। यहाँ यो चाहिँ अस्पताल जाने बाटो, विद्यालय जाने बाटो भने यहाँदेखि हुँदो चाहिँ अक्सार जाने बाटो रहेको छ। उता गयो भने चाहिँ हाम्रो नगरपालिका जाने बाटो। अस्पताल चाहिँ हाम्रो उपर रहेको छ। मलाई पनि देखा साथीले यहाँ देखायो भने अवस्था। अहिले चाहिँ हामी नगरपालिकातर्फको बाटो जानेछौँ। हाम्रो चाहिँ यहाँ कुकुर
सिपाही कुकुर सिपाही मार्ने भयो। हामी चाहिँ अहिले हिलडाँडामा आइपुगेको छौँ। ल यति नै जस्तो लाग्दैछ मलाई। हो यताबाट गयो भने चाहिँ हाम्रो ह्याङ्लिङ चोक पुगिन्छौँ। उता गयो भने चाहिँ हामी नगरपालिकातर्फ यसले केटोलाई केसमा नछोड्ने भयो। यता राम्रै छ होइन।